यसमा चाहिँ हामी नर्मालिटीको न्युमेरिकलहरू गर्छौँ भोल्युमेट्रिक एनालाइसिसको N1 P1 equals to N2 V2. This is a normality equation. यो कसरी आउँछ भनेर मैले अगाडिकोमा भिडियोहरू बनाएको छ, त्यसमा हेर्दा हुन्छ। अब मिक्सचर भयो भने के हुन्छ? मिक्सचर हामी फर्स्ट यो भिडियो मिक्सचर रिलेटेड गर्छौँ। मिक्सचर अफ एसिड बेस or एसिड बेस or एसिड को टाइप हो। यसमा सिम्पल फर्मुला के छ भने N1 N mix P mix, any normality of mixture, volume of mixture equals to N1 P1 plus N2 V2 blah 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 for same को लागि यानी एसिड भएमा और बेस भएमा। यहाँ N1 भनेको normality of first chemical P1 equals to volume of first chemical र N2 भनेको त्यस्तै N2 भनेर P2 भनेको के भयो? normality of second chemical, volume of second chemical र so on है। र N mix भनेको के हो? normality of mixture है। र V mix भनेको के हो? volume of mixture है। इन केस डिफरेन्ट छ भने एसिड र बेसको मिक्सचर छ भने V mix छ भने हामी के गर्छौँ भने N1 P1 minus N2 V2, यानी यो चाहिँ एसिडको लागि लिने, यो चाहिँ के को लागि भयो? बेसको लागि है। यो रिलेटेड हामी न्युमेरिकल गर्छौँ ल। अब यता हेरौँ, यता एउटा क्वेसन के छ भने इफ 20 ml of N/2 HCl, 60 ml of N/10 HNO3 and 150 ml of N/5 H2SO4 are mixed together, what will be the normality of resulting mixture? फेरि क्वेसन भने if 20 ml of N/2 HCl, 60 ml of N/10 HNO3 र 150 ml of N/5 H2SO4 मिक्स गर्दा what will be the normality of resulting mixture? त्यस्तो क्वेसनमा हामी फर्स्टमा के गर्छौँ भने हामी पहिला ट्याली आउट गर्छौँ है। सोल्युसन यसमा हामीलाई के दिएको छ भने नर्मालिटी अफ HCl, कति दिएको छ? N/2 दिएको छ। अब भोल्युम अफ HCl कति दिएको छ त? 20 ml हो। नर्मालिटी अफ HNO3 कति दिएको छ? N/10। भोल्युम अफ HNO3 कति दिएको छ? भोल्युम अफ HNO3 60 ml। नर्मालिटी अफ H2SO4 कति दिएको छ? N/5। भोल्युम अफ H2SO4 कति दिएको छ? 150 ml। अब दिस क्वेसन इज अल अबाउट के को भयो? यो क्वेसन यता हाम्रो छ। र अब भोल्युम अफ मिक्सचर कति हुने भयो त? भोल्युम अफ मिक्सचर भनेको तिम्रो यो सबैको जोइनलाई चाहिँ हामी के भन्छ? भोल्युम अफ मिक्सचर है। जस्तै तिमीले 1 लिटर भएको पानीमा बोतलमा तिमीले 500 ml पानी र 200 ml सोडा हाल्यो भने त्यो के हुन जान्छ? 700 ml भएको जस्तै भोल्युम अफ मिक्सचर भनेको यिनीहरूको इन्डिभिजुअलको सम हुन्छ। कति हुने भयो? 115 प्लस 60 210 20 यानी 230 ml हुने भयो भने हामीले निकाल्नु पर्ने के हो? N मिक्स इक्वल टु वाट? अब हामीलाई अघि भने जस्तै यसको फर्मुला के हुने भयो भने N मिक्स V मिक्स इक्वल्स टु सिम्पल छ, के हुने भयो?
किनकि सबै एसिड भयो N1P1 प्लस N2P2 प्लस तिनवटा छ N3P3 यानी यो के हुने भयो एउटा N/2 into 20 प्लस N/10 into 60 प्लस N/5 into 150 र प्लस यता Pmix कति हुने भयो 230 र Nmix नै हुने भयो हो देन यो भनेको यसरी क्याल्कुलेट गर्दा Nmix भनेको कति हुने भयो भने N/2 20 into प्लस N/10 60 प्लस N/5 into 150 divided by 230 यसो गर्दा यसको एन्सर आउँछ 0.2 N यानी Nmix हाम्रो कति आउने भयो यसमा 0.2 N आउने भयो यसरी हामी मिक्सिङको चाहिँ गर्न सक्छौँ त्यस्तै अर्को क्वेसन हेरौँ अर्को क्वेसनमा के छ भने क्याल्कुलेट द रिजल्टिङ नर्मालिटी अफ solution prepared by mixing 20 ml of 0.8 molar NaOH with 25 molar 0.4 molar H2SO4 solution. फेरि क्वेसन एकचोटि नै हेरौँ क्याल्कुलेट द रिजल्टिङ नर्मालिटी अफ solution prepared by mixing 20 ml of 0.8 NaOH molar NaOH with 25 ml of 0.4 molar H2SO4 solution. अब यसमा पनि हामी के गर्छौँ भने पहिला ट्याली आउट गर्छौँ के गर्छौँ ट्याली आउट गर्छौँ है अनि सोलुसन लेख्छौँ हामी सोलुसनमा अब के छ हाम्रो नर्मालिटी अफ NaOH N1 कति छ त भने हाम्रो नर्मालिटी अफ NaOH N1 कति छ 0.8 मोलर छ त्यस्तै भोल्युम कति छ त भोल्युम अफ NaOH P1 equals to 20 ml है अब हामीलाई भोल्युम अफ त्यसपछि नर्मालिटी अफ H2SO4 N2 equals to नर्मालिटी दिएको छैन मोलारिटी दिएको छ हैन सरी नर्मालिटी दिएको छैन सो मोलारिटीलाई चाहिँ हामीले केमा कन्भर्ट गर्नु पर्यो भने नर्मालिटीमा कन्भर्ट गर्नु पर्यो र नर्मालिटी अफ NaOH के हुन जान्छ भने सेम हुन जान्छ है सेम हुन जान्छ 0.8 नर्मल हुन जान्छ र नर्मालिटी अफ H2SO4 कति हुन जान्छ भने 0.4 इन्टु बेसिसिटी अनि बेसिसिटी हाम्रो यसको कति हुन जान्छ भने 0.4 इन्टु 2 अब बेसिसिटी थाहा छैन भने बेसिसिटी भनेको मैले अगाडि पनि भिडियो बनाइदिएको छु र यसमा बेसिसिटी भनेको के हो भने बेसिसिटी भनेको एसिडको लागि यो नम्बर अफ रिप्लेसिएबल हाइड्रोजन र एकचोटि फेरि एउटा कुरा भन्छु कि नर्मालिटी र मोलारिटीको रिलेसनसिप मैले अगाडिको भिडियोमा राखिदिएको छु एकचोटि हेर्नु होला नत्र यता पनि एकचोटि भनिदिउँला नर्मालिटी र मोलारिटीको रिलेसनसिप भनेको नर्मालिटी भनेको के हो मोलारिटी इन्टु एसिडलाई बेस छ भने एसिडिटी स्ल्यास एसिड छ भने बेसिसिटी स्ल्यास number of charge positive or negative positive slash change in oxidation number okay अब अर्को छ भोल्युम अफ H2SO4 P2 equals to कति छ भने 25 ml छ अब यसको के कुरा छ भने हामीलाई निकाल्नु पर्ने Nmix हो Vmix कति हुने भयो 45 हुने भयो 20 प्लस 25 अब कुरा के छ भने एउटा एसिड छ अर्को बेस हुने बित्तिकै चाहिँ हामीले के गर्नु पर्यो भने यसमा चाहिँ Nmix
प्रिमिक्स इक्वल्स टु के राख्नु पऱ्यो भने तिमीले माइनसवाला राख्नु पऱ्यो। सक्दो चाहिँ के गर भने एसिडलाई चाहिँ अगाडि राख, यानि एसिडको पोर्सन के छ N2P2 छ, बेसको के छ पोर्सन N1P1 छ, माइनस किन डिफ्रेन्ट एसिड बेस भएकोले। N2मा कति भ्यालु छ 0.8 छ, भोल्युम कति छ 25 छ, N1 को भ्यालु कति छ 0.8 छ, भोल्युम कति छ 20 छ, प्रिमिक्स कति छ हाम्रो 45 छ र एनमिक्स नै भइहाल्यो। यानी देयरफोर एनमिक्स को भ्यालु कति आउँछ भने 0.89 नर्मल। यति हाम्रो आन्सर भयो। र एउटा क्वेसन अर्को हेरौँ 2080 तिर सोधेको हो, यो पनि बोर्ड एक्जाममै सोधेको क्वेसन हो। 4 ग्राम अफ सोडियम हाइड्रोक्साइड in a bottle containing 20 cc of 2N H2SO4 and he diluted it up to 1 liter by adding water. Then he gave you a blue and red litmus paper. र यसमा फाइन्ड गर्नुपर्ने के छ भने फाइन्ड एसिडिक or basic solution र रिजल्टन्ट नर्मालिटी है। यसमा फाइन्ड गर्नुपर्ने के छ भने हामीलाई चाहिँ एक त कि त यो एसिडिक सोल्युसन हो कि बेसिक सोल्युसन, र त्यसको लागि चाहिँ तिमीलाई चाहिँ के छ भने रेड लिटमस पेपर र ब्लू लिटमस पेपर राखेर हेर्दा कता तर्नुहुन्छ भनेको छ है। ओके, अब फेरि क्वेसन ट्याली आउट गरौँ। सोल्युसनमा के दिएको छ भने हामीलाई मास अफ सोडियम हाइड्रोक्साइड दिएको छ, मास अफ NaOH के दिएको छ, कति दिएको छ, मास अफ सोडियम हाइड्रोक्साइड हामीलाई दिएको छ 4 ग्राम दिएको छ है। कति दिएको छ 4 ग्राम दिएको छ। त्यस्तै भोल्युम अफ H2SO4 कति दिएको छ P1 राखौँ 20 ml हो। स्ट्रेन्थ अफ H2SO4 या नर्मालिटी अफ H2SO4 N1 कति दिएको छ 2N दिएको छ हो। र 1 लिटर भनेको के भयो, भोल्युम अफ मिक्सचर कति छ 1 लिटर छ, भोल्युम अफ मिक्सचर कति छ 1 लिटर छ। अब अर्को भनेको चाहिँ 1 लिटर छ। अब एनमिक्स निकाल्नु पर्यो पहिला, एनमिक्स इक्वल टु वाट। अब यसको लागि अलिकति फरक छ, यसको लागि हामी सेमै टाइपमा युज गर्छौँ। एनमिक्स इन्टु प्रिमिक्स इक्वल्स टु N1 इन्टु P1 माइनस N2V2 नै गर्छौँ म, N2V2 नै गर्छौँ। एनमिक्स निकाल्नु पर्ने भयो, प्रिमिक्स निकाल्नु पर्ने भयो। N1 को भ्यालु हामीलाई थाहा छ 2 छ, P1 को भ्यालु 20 छ, हामीलाई थाहा छ हो। अब हामीलाई थाहा नभएको के छ भने N2V2 कसरी निकाल्ने त। N2V2 भनेको हाम्रो के हुने भयो भने N2V2 भनेको हाम्रो के हुने भयो भने हामीलाई नर्मालिटी भनेको के थाहा छ भने वेट इन ग्राम डिभाइडेड बाई इक्विभ्यालेन्ट वेट हो, इक्विभ्यालेन्ट वेट इन्टु भोल्युम, यहाँ ml मा दिएको छ ml इन्टु 1000 हुने भयो कि नै। यानी भोल्युमलाई यता क्रस गर्यो भने N1P1 इक्वल्स टु N1P भनेको के हुने भयो वेट इन ग्राम डिभाइडेड बाई इक्विभ्यालेन्ट वेट इन्टु 1000 हुने भयो कि नै हो। और यसलाई लिटरमा कन्सिडर गर्यो भने हामी वेट इन ग्राम डिभाइडेड बाई इक्विभ्यालेन्ट वेट भए पुग्छ क्या नै। अब भनेपछि हामीले N2V2 भनेको हामीले वेट इन ग्राम कति छ 4 ग्राम, इक्विभ्यालेन्ट वेट अफ NaOH भनेको कति छ 40 हुन्छ, त्यो राख्न पायो कि नै। तर यसमा एउटा कन्डिसन के छ भने यो P1 लाई चाहिँ अब यो पनि लिटरमा भइसकेपछि P1 केमा कन्भर्ट गर्नु पर्यो लिटरमा कन्भर्ट गर्नु पर्यो, यानी 20 डिभाइडेड बाई 1000 गर्नु पर्यो। कति के गर्नु पर्यो 20 डिभाइडेड बाई 1000 यानी 0.2 लिटर गर्नु पर्यो।
0.02 लिटर। ओके, अब के गर्छौँ भने हामी सेम गर्छौँ nmix इन्टु प्रिमिक्स कति भयो हाम्रो 1 भयो भने n1 कति छ, n1 हाम्रो 2 छ इन्टु 20 माइनस 0.02 माइनस 0.02 माइनस 4 डिभाइडेड बाई 40 हो। 4 डिभाइडेड बाई 40 कसरी भयो, यो ग्राम इक्विभ्यालेन्ट वेट। सरी है, यानि nmix इन्टु 1 इक्वल्स टु 2 इन्टु 0.02 माइनस 4 डिभाइडेड बाई 40। 4 भनेको वेट इन ग्राम, 40 भनेको इक्विभ्यालेन्ट वेट। अब यति गऱ्यो भने यसलाई क्यालकुलेट गऱ्यो भने केमा आउने भयो, माइनस 0.06 यो माइनसले चाहिँ के इन्डिकेट गर्छ भने माइनस इन्डिकेट बेसिक नेचर माइनस इन्डिकेट के हो, बेसिक नेचर, किनकि यताको भ्यालु बढी आएको छ। यानि हाम्रो के हुने भयो भने रेड लिटमस पेपर टर्न इन्टु ब्लू। इनकेस ब्लू लिटमस पेपर रेडमा टर्न भएको भए एसिडिक हुन्थ्यो, रेड लिटमस पेपर ब्लूमा टर्न भयो, द्याट्स वाइ त्यो बेसिक भयो है।